मैले बिर्सिएँ। मैले बिर्सिएँ भन्नु पर्यो भने चाहिँ जापानिजमा चाहिँ वासुरेमासिता 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 भनेको चाहिँ मैले बिर्सिएँ भनेको है। कसैलाई चाहिँ मैले बिर्सिएँ भन्नु पर्यो भने चाहिँ हजुरले जापानिजमा चाहिँ वासुरेमासिता भन्न सक्नुहुन्छ। त्यस्तै अर्को वाक्यमा जाउँ। जापानिजमा चाहिँ अब चुप लाग्नुहोस् भन्नु पर्यो है। चुप लाग्नुहोस्लाई चाहिँ जापानिजमा चाहिँ दामात्ते खुदासाई दामात्ते खुदासाई दामात्ते खुदासाई भनेको चाहिँ चुप लाग्नुहोस् भनेको। कसैलाई चाहिँ चुप लाग्नुहोस् भन्नु पर्यो भने चाहिँ दामात्ते खुदासाई भन्न सक्नुहुन्छ। त्यस्तै अर्को वाक्य रहेको छ उसलाई बोलाउनुहोस्। उसलाई बोलाउनुहोस्लाई चाहिँ जापानिजमा चाहिँ खारेनी योन्दे खुदासाई खारेनी योन्दे खुदासाई भनेको चाहिँ उसलाई बोलाउनुहोस् भनेको है। कसैलाई चाहिँ बोलाउनु पर्यो, अर्को साथीलाई चाहिँ उसलाई बोलाउनुहोस् भन्नु पर्यो भने चाहिँ जापानिजमा चाहिँ खारेनी योन्दे खुदासाई भनेर भन्न सक्नुहुन्छ। उच्चारण गर्नुहोस् त फेरि। खारेनी योन्दे खुदासाई भनेको चाहिँ उसलाई बोलाउनुहोस् भनेको है। त्यस्तै अर्को वाक्य रहेको छ कहाँको घडी हो। यो चाहिँ कहाँको घडी हो भन्नु पर्यो भने चाहिँ जापानिजमा चाहिँ दोको नो तोकोई देशका दोको नो तोकोई देशका भनेको चाहिँ कहाँको घडी हो भनेको क्या। अब साथीले घडी लगाएको छ, कहाँको घडी हो भन्नु पर्यो भने चाहिँ हजुरले चाहिँ जापानिजमा चाहिँ दोको नो तोकोई देशका भनेर सोध्न सक्नुहुन्छ। के भन्नुहुन्छ अरे? दोको नो तोकोई देशका भनेर भन्न सक्नुहुन्छ। अब मोबाइलमा यसैमा तोकेको ठाउँमा मोबाइल राख्नुभयो भने चाहिँ कहाँको मोबाइल हो भन्नु पर्यो भने चाहिँ दोको नो खेताई देशका भन्न सक्नुहुन्छ। यसरी चाहिँ मिलाएर हजुरले जे पनि सोध्न सक्नुहुन्छ है। कहाँको घडी होलाई चाहिँ जापानिजमा चाहिँ दोको नो तोकोई देशका भनेर भन्न सक्नुहुन्छ। त्यस्तै अर्को वाक्यमा लागौँ। यो चाहिँ जापानको घडी हो भन्नु पर्यो भने चाहिँ यसको एन्सरमा चाहिँ निहन्नो तोकेई देश भनेको चाहिँ यो चाहिँ होइन जापानको घडी हो भनेको है। जस्तै नेपालको घडी हो भन्नु पर्यो भने चाहिँ निहनको ठाउँमा चाहिँ नेपारुनो तोकेई देश नेपारुनो तोकेई देश भनेको चाहिँ नेपालको घडी हो भनेको है।